दलहरूलाई सिद्ध्याउनु भनेको सरकार हो। जुन प्रकारको प्रतिशोध, जुन प्रकारको अहिले एउटा त्रास फैलाएर नेताहरूमाथि हमला गर्ने जुन खालको चाहिँ प्रयास भइरहेको छ, दोषीहरूलाई कारबाही नगर्ने भनेर समातिएका दोषीहरूलाई छुटाउने काम चाहिँ गरिरहेको छ भनिसकेपछि यो सरकार एकातिर कैदी बन्दीहरू भएका छन्, उनीहरूलाई फर्काउनेतर्फ कुनै पनि प्रयास छैन। एकातिर त्यत्रो बल्ल हतियारहरू, गोली गट्टाहरू चाहिँ लुटिएका छन्, त्यो फिर्ता गराउनेतर्फ उसको ध्यान छैन। सुरक्षाकर्मीका वर्दीहरू लुटिएका छन्, त्यसलाई फिर्ता गर्नेतिर छैन। निर्वाचन सम्पन्न गर्नको निम्ति बनाउनु पर्ने न्यूनतम वातावरण बनाउनेतर्फ यो सरकारको ध्यान छैन। त्यसो नहुने चुनावमा भाग लिन्छु भन्नुको कुनै अर्थ छैन। त्यसैले नेकपा एमाले यो असंवैधानिक सरकार तत्कालै खारेज गरेर विघटन गरेर संसदको स्थापना गरेर नयाँ सरकार बन्नुको विकल्प छैन। त्यसबाट मात्रै यी सबै कुराहरूको परीक्षण हुन्छ र हामी चाहिँ ठिक ढङ्गले अगाडि बढ्छौँ भन्ने मान्यता नेकपा एमाले अगाडि सारेको छ।